रहेको छ र प्रमुख अतिथिज्यूबाट गिलासमा पानी भरेर अहिले गर्दैछ र साना सानो नानीहरूलाई पनि हाम्रो उज्जवल पूर्व अध्यक्षज्यूबाट पानी खुवाउने कार्यक्रम रहेको छ र हाम्रो पूर्व अध्यक्ष उज्जवल शर्माज्यू र त्यसै जलन सरज्यू र सम्पूर्णले बालबालिकाहरूलाई स्वच्छ पानी पिउनका लागि अब सहयोग मात्रै नभएर बालबालिकाहरूलाई पानी पियाएर उद्घाटन कार्यक्रम सम्पन्न गर्नुभएको छ। ताली बजाऊ एकपटक सबैले। ल फेरि पनि हाम्रो यो महत्त्वपूर्ण घडीलाई अब हामीले उद्घाटनमा पानी पिएर उद्घाटन गर्दैछौँ। ल ल धन्यवाद भाइ बहिनीहरू र आफ्नो लाइनमा जाने र ल 5 मिनटको कार्यक्रम रहेको छ। अब करिब हाम्रो वडा नम्बर 1 का अध्यक्ष सोमबहादुर स्याङदरबाट आफ्नो सान्दर्भिक भनाइका साथ आफ्नो भनाइ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आज सभापति महोदय त्यसै गरी विभिन्न संस्थाका सहयोगी नमस्कार। स्थापित 2034 सदर पत्र श्री रोटरी क्लब अफ टोडा यस भीमपेती गापा 1 सेन्टर मकानपुर स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय परिवार तथा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी यस विद्यालयमा स्वच्छ र शुद्ध खानेपानीका निम्ति आरो उपकरण सहित खानेपानी संरचना निर्माण गर्नको लागि आर्थिक सहयोग गरिदिनु भएकोमा समस्त विद्यालय परिवार धन्यवाद सहित आगामी दिनमा पनि सहयोगको अपेक्षाका साथ यो कदर पत्र प्रदान गर्दछौँ। साथै संस्थाको उत्तरोत्तर प्रगति कामना व्यक्त गर्छौँ। मिति 2083 जेठ 01 गते।